हामी चाहिँ ड्राई पिकनिकको लागि जाँदैछौँ। प्राइभेट ट्रेन हो, हामीले बुक गरेको, तर यहाँनिर बाटोमा यसो कभर गरेर बस्नु भएको रहेछ अनि हामी लिएर जाँदैछौँ उहाँहरूलाई चाहिँ। भिनाजु जतिको फोटोग्राफर त हाम्रो नेपालमा खोज्यो भने पनि तपाईँले भेट्नुहुन्न होला। फ्लप हो कि सबजना, होइन भिनाजु? मेरो घर नि केटीको घर नजिक। हेलो गाइस, सबैजनालाई स्वागतम मेरो भ्लगमा। आज चाहिँ मेरो थम्बलबाटै थाहा पाइसक्नु होला म कहाँ जाँदैछु भनेर। हामी चाहिँ ड्राई पिकनिकको लागि जाँदैछौँ होइन। अनि यो कपाल देखेर पनि नहाँस्नु होला। मेरो घरमा चाहिँ दुईवटा मात्र लाबर छ अनि यहाँ चाहिँ दुईवटा लाबर लाग्यो। अनि त्यसपछि यहाँ चाहिँ लाबर भिडेर अनि मैले चाहिँ यो गजरा टाइपकोले चाहिँ बाँधेको छु। मलाई देखेर चाहिँ नहाँस्नु होला। अनि अब खानाहरू यो सेट गरेर चाहिँ खानाहरू बनाउँदैछु। अनि भ्लग त अब बनाउँदैदेखिको स्टार्ट गर्नु पर्यो। त्यो भएको कारणले चाहिँ यत्तिकै मैले भ्लग बनाउँदैछु। अनि मैले चाहिँ कस्तो छ भने ड्राई पिकनिकमा चाहिँ सबैजनाको भाग लागेको छ नि त, कसले के बनाउने भनेर। अनि मेरो भागमा चाहिँ चटपटेर चाउमिन परेको थियो। अनि त्यस पछाडि यो पानीपुरीको टोक्री है। अनि त्यस पछाडि म बनाउँदैछु। बिहान चाहिँ म हिजै के कुराहरू ठिक पार्छु भनेको थिएँ, तर मैले बेलुका अलिकति टाइम नमिलेर चाहिँ बनाउन पाइनँ। अनि अहिले चाहिँ बनाउँदैछु अनि त्यस पछाडि अब मैले चाहिँ के अरे चाउमिन उमालिसकेँ होइन। अब फ्राई गर्छु। अनि त्यस पछाडि चाहिँ अनि के भन्छ यो चटपटेको झोल मसला बनाउँदैछु। अनि अर्को त के भन्छ यो के गरेँ, यो कालो मसला चाहिँ मैले तताएर भुटेर राखिसकेको छु। अब त्यसलाई मिटर मात्र गर्न बाँकी। यस पछाडि खानेकुरा कस्तो बन्यो म भिडियो बनाउने छु है त। अहिले चाहिँ यो ब्यागहरूमा सामान हाल्दैछु। कसरी हाल्नु मलाई पनि आइडिया भएको छैन। के भन्छ फोर बनाएछ। के भन्छ सबै सामानहरू एकै ठाउँमा के होला कि भन्ने डर छ। के गर्नु, झोला पनि सानो झोलामा त नअट्ने भएछ कि त्यसमा हालेको छु। यसमा पनि गाह्रो छु। तातो सामान हाल्दा पोखिने हो कि भन्ने नि क्लियर छ गाइसहरू। हाई गाइस, म चाहिँ हेर्नु एकैचोटि सबै थोक खानेकुरा बनाएर सब थोक सकेर ट्रेनमा पनि चढिसकेको छु है। मैले के भन्छ बिचमा चाहिँ भिडियोहरू बनाउन पाइनँ किनभने यति हतार थियो। यति हतार नगरेको भए यतिखेर 12 बजिसक्यो, यतिखेर पनि आइपुगेन थियो नि त। त्यो भएको कारणले चाहिँ अब चाहिँ म ट्रेनमा चढिसकेँ। अब एकैचोटि कहाँ उड्ने भन्दाखेरि थेगुकमा होला सायद होइन, लोकेसन भनिदिनुहुन्छ। अनि त्यसपछि त्यहाँ उडेर अनि हाम्रो ड्राई पिकनिक सुरु हुन्छ। अनि सामान ब्यागहरू देख्न सक्नुहुन्छ यस्तो भएको छ। यहाँ एउटा ब्याग छ, यहाँ अर्को ब्याग, अनि यो अर्को ब्याग। जाँदैछु। कपाल कस्तो भएको छ गाइस, मैले लगाएको थिएँ के अरे स्प्रेहरू त लगाएको थिएँ तर कस्तो भन्ने पनि क्लियर छ। यस्तो भयो कपाल चाहिँ। फाइनल लुक्स जाँदैछु है त। बाई। हेलो गाइज, म चाहिँ आइसकेको छु थेगुक। अब यहाँबाट चाहिँ ममता अनि त्यस पछाडि हाम्रो सृष्टि बहिनी दुईजना जोडी एकदम हाम्रो क्युट जोडीलाई चाहिँ पर्खिरहेको छु होइन। आउँदैछन्। अब वरिष्ठ मान्छे आउन टाइम लाग्छ भन्न त मिल्दैन, तर ट्रेन चाहिँ अलिकति ढिलो भएकोले सायद उस्तै एउटा ट्रेन आयो, त्यही ट्रेन हुनसक्छ है। अनि म पर्खिरहेको छु। अनि यहाँबाट भेट भएर जाने भनेको, तर कसम होला है भोकले यस्तो भएको छ। बिहानदेखि मैले एउटा के पनि खाएको छैन पानी बाहेक है। अब उहाँ घरमा भात खाएर हिँड्दाखेरि ढिलो भइसक्यो होइन। अनि वहीँ गएर खाने भनेर चाहिँ मैले केही नखाइकन आएको छु। जाने बित्तिकै बिचाएर खाम भन्ने बेला भइसकेको छ होइन। गएर चाहिँ खान्छौँ नि होला। अनि सामान देख्न सक्नुहुन्छ यहाँ यत्तिकै बिजोक म पर्खिरहेको छु यो बाटोमा। सायद यही बाटो होला उता जाने भनेर। अनि अब हेरौँ हो यो यही ट्रेन हुनसक्छ। अनि आइसक्यो हो भने अनि यहाँबाट हामी लोकेसनतिर जान्छौँ। फाइनली हाम्रो भेट भइसकेको छ। हामी चाहिँ जाँदैछौँ। हाम्रो यो चाहिँ प्राइभेट ट्रेन हो, हामीले बुक गरेको, तर यहाँनिर बाटोमा यसो कभर गरेर बस्नु भएको रहेछ। अनि हामी लिएर जाँदैछौँ उहाँहरूलाई चाहिँ। अनि त्यसपछि अब हामी फाइनली भेट भइसकेको छ। अब हामी जाँदैछौँ होइन। के छ सृष्टि बहिनी खबर के छ? ममता दिदी खबर एकदम मोटा छ। जेठी माइली कान्छी हो हामी चाहिँ होइन। हामी जाँदैछौँ। अब बबाल रमाइलो गर्छौँ, हेर्दै गर्नु होला। अब पुगेपछि कहाँ हो लोकेसन कस्तो छ पहिलोचोटि जाँदैछौँ, हेरौँला कस्तो ठाउँ छ।
है सरप्राइज अनि भोक चाहिँ अति लागेको छ नि दुईले चाहिँ खाइदिएको छ मैले चाहिँ खाएको छुइनँ भोक लाग्छ लागेको छ जाने बित्तिकै म केही भन्दिनँ फोटो भिडियो बादमा हेर खाना चाहिँ सुरु गरौँ भन्छु। हेलो गाइज हामी चाहिँ पुगिसक्यौँ झन्डै लड्यो यार हामी चाहिँ पुगिसक्यौँ यो चाहिँ इल्सान के अरे इल्सान खोङ्गन पार्क खोङ्गन भनेको त पार्क भइहाल्यो नि होसु खोङ्गनमा हामी पुगिसक्यौँ लोकेसन हजुर होसु भनेको ताल ओ माई गॉड फुल कस्तो राम्रो यतातिर छैन नि त्यतातिर हो गीत रहेछ यता हुँदैन गीत छ उता गीत छ हुँदैन पछाडि बेला बेला कहिले रात परिसक्छ हामीले आउँदैन खाइसकेर अनि यता फोटो खिच्न आउनु अनि यो लोकेसन चाहिँ मैले देखाएको हो कस्तो लाग्यो त मैले देखाएको लोकेसन मिनाजुको त कोही मुखै बन्द भयो त मिनाजुले भन्नुभयो भने कडा रिप्लाई आउँछ होइन अब यहाँ चाहिँ ठाउँ चाहिँ राम्रो रहेछ नि त कस्तो लाग्यो सृष्टि बहिनीलाई राम्रो लाग्यो दिदीले नराम्रो ठाउँ देखाउँदिनँ क्या कसले देखाएको त होइन यो ठुलो रुखमा बसौँ कि यो ठुलो रुखमा अनि घाँस छैन हेर्नु त त्यहाँ घाँस छैन ल जानु हामी यो रेडी गर्छौँ टक्क यहाँ त ठिकै हुन्छ यतापट्टि बिसाउनु न ठाउँ त बब्बाल रहेछ हो राम्रो हामीले गर्छौँ तपाईँहरू जानु ल म कस्तो कालो अनि उल्टो गाइस अब उसले पनि लुगा फेरेर आइसक्यौँ होइन अनि हामी सबै अनि अघि भ्लगमा छ नि त लुगा फेरेर आइसक्यौँ अनि त्यस पछाडि अनि हामी अहिले सेम छौँ अब हामी यहाँ के गर्दैछौँ यहाँ ठाउँ चाहिँ सेट गर्न आँदैछौँ भिनाजुहरू पानी र कोक अब अघि त्यत्रो 10वटा देशको नाम झन्डा पुऱ्याएर चाहिँ मैले कोक पाउने भएको छु लिएर आउँदै हुन्छ अब हामी छिटो सेट गर्छौँ है त पछि हेर्नुलाई कस्तो मेमोरी हुन्छ त नि अब यो चटपटे केमा मोल्नु होला त अब चटपटेमा थोरै आलु देऊ ल आज केमा मोल्नु बोल्नु भिनाजुको एकचोटि कस्तो हुँदो रहेछ आज मेरो स्वरले साथ नदिए पनि म भ्लगमा बोल्न गइरहेको छु र हामीसँग अहिले हुनुहुन्छ ममता डुम्रे ममताजी तपाईँले यसो हल्का परिचय दिनु पर्यो ममता र यस्तो एकदमै धेरै दिमाग भएका छन् यिनीहरू एउटाले चटपट बनाउने भनेर भुजा ल्याएन एउटाले मासुमा नुनै हालेन मासु पकाउनेले यहाँ नुन हालेन र ममताले चम्चा ल्याएनन् पानीपुरी गराउन भनेको पानीपुरीको मसलै ल्याएनन् अब के हाल्न लाग्यो त्यहाँ के लाग्यो पानीलाई पानीपुरीमा पनि चाउचाउ हाल्छन् चाउचाउ त त्यहीँ पनि पाइन्छ हौ अहिले भाइ र को त्यो उस हाल नि ढुम्रा तिमी किन जानु पर्यो हाम्रोमा चाहिँ यस्तो छ है आज किताब पनि पढ्ने रहेछन् मान्छेले को त चौधरी हो कि को हो खुसी विजय कुमार र भाइको आजको चप्पल विशेष गरी चप्पल छ भाइको चप्पल देख्दाखेरि ममता किचन एन्ड यो देख्दाखेरि यो ममता किचनको चटनी हो कि चट्टी हो पट्टी
र यो चाउमिन हो कि के हो यो? चाउमिन र आज के भन्नु खै यसको त म त के भन्नै सकिनँ। ला भिडियो नै अनै भएर छ यार अहिलेसम्मको। फेरि स्टार्टै ल। ल फेरि त उस आलु हाले चाहिँ गर त फेरि बिर्सेछु कि मैले त। गाइज हाम्रो चाहिँ होइन खानपिन सक्यो लगभग। अनि ममता झन् कति धेरै खाइन देख्न पनि सक्नुहुन्छ। मैले बरु कम खाएँ धेरै। अनि त्यस पछाडि के भयो भने हामी चाहिँ खानपिन खाइसकेर अझै खाना चाहिँ बाँकी नै छ। हाम्रो खानेकुरा सकिएको छैन। हामीले तरकारी स्पेसल छ। अनि त्यो अटाउनको लागि चाहिँ हामी एक राउन्ड उन्दुङ गरेर आउँ न त। उन्दुङ भन्ने थाहा छ कि छैन? एक्सर्साइज गरेर आउँ न त भनेर अनि हामी बाहिर निस्किन आँटेको छौँ। तर चट्टै यो रुखको सिन हेर्नु, ओ माई गड बबाल छ। अनि क्यामेराम्यान हाम्रो भिनाजु भएपछि त के चाहियो त हामीलाई होइन? यहाँको टप फोटोग्राफर पनि फ्लप खाने हो कि। नेपालकै टप कसैले पनि सक्दैन कि, नेपालमा पनि छैनन् कि। अनि त्यस पछाडि हामीले चाहिँ यहाँ खतरा फोटो भिडियो खिचिसकेपछि चाहिँ अनि हामी जाँदैछौँ फोटो भिडियो बनाउन। टिकटक दामी आउँछ हाम्रो, टिकटक हेर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ भिनाजु जतिको फोटोग्राफर त हाम्रो नेपालमा खोज्यो भने पनि तपाईँले भेट्नुहुन्न होला। फ्लप हो कि सबजना होइन भिनाजु? मेरो घर चाहिँ केटीको घर नजिक अनि यस्तो खतरा यहाँ फेरि यस्तो आनन्द आउने ठाउँ रहेछ होइन? आनन्द आयो तिमी खुसी छौ? एकदम मोड फ्रेस कति दिनमा हामीलाई एकदम उता दुईवटा चप्पल पनि दुईवटा साइकल भएको पनि रहेछ पाउँदो रहेछ। केटा कति राम्रो देखियो नि है? तिमी त भन्दा राम्रो छौ त। ए हो अनि त्यसो भए दिल खुस गरिदिया। अब यहाँ हाम्रो सृष्टि बहिनीको भिडियो गर्न हामीले आइछौँ न एउटा हाम्रो ड्राई पिकनिक लगभग सक्यो भन्दा हुन्छ। कति कुरा त स्ट्यान्ड नल्याएर फोटो भिडियो खिच्न पाएन। ए फोटो भिडियो भन्दा चाहिँ भ्लगको फेरि रिसाउनुहुन्छ यहाँ भिनाजु। त्यत्रो भिडियो खिच्दा नि कति चाहिने भन्नु बेर छैन। भ्लग चाहिँ खिच्न पाइएन नि त होइन? स्ट्यान्ड नभएर खिचिने मान्छे। अनि लगभग सक्यो भनेको भिनाजु 360 ल्याउनुहुन्छ कि के थाहा त। अनि यस्तो गलिया अब घर पुगेर रेस्ट हान्ने हो। भोलिदेखि फेरि 6 दिन 5 दिन काम गर्नुपर्ने हुन्छ। तिमीहरू काम गर्ने, म रेस्टको रेस्ट। मङ्गलबार बिदा हुन्छ होला हुँदैन? ए बिदा हुन नि सक्छ। बिदा भयो भने राम्रो। मङ्गलबार पर्सि खै त ऐना छ। अनि सोमबार पर्दैको भयो है? भगवान हुन्छ। अब यहाँदेखि चाहिँ हामी अघि हामी 2 मा निक्लेको भए त अघि हामी 3 को देखायो नि त। 2 बाटै झरेको भए चाहिँ त्यहीँ रहेछ। अब जाँदैछौँ। नेक्स्ट टाइम चाहिँ मजाले देखियो नि त एकचोटि आएपछि। त्यो अर्को साल लाग्छ कि त्यो फुलहरूको यहीँ त लाग्ने हो नि। अस्ति आएदै आन्सनको मान्छे कति फुल भएको ठाउँ फोटो खिच्न यहीँ हो कि। ए गाइस लगभग सक्यो। सब यहीँ हो कि त्यो अस्ति फुलको जुन मौसम थियो नि त्यतिखेर यो आउने योहरू सबै यहीँ आएको हुन् कि।